कसैले हालेको फेरि सम्पूर्ण नेपालवासी युवाहरू पुलिस स्टेसनै चलिस पुलिस यहाँ छ छेउछेउ नगयो कहाँ पुलिस स्टेसनमा बस्छ न पुलिस गरी खाइहाल्यो गाडी हो रहेछ गाडी पो रहेछ पब्लिक गाडी किन चलायो आयो होला अब बन्द ए उनी चलाइसक्यो के गर्नु भाइ यस्तै छ हाम्रो देशको हालत यस्तै हो नि अब के गर्नु यो सहिद भन्छ नि सबैलाई घर परिवारलाई के न के रात दिन्छ अब यही कुरा गरिहालौँ होइन इफ म मरेँ भने मलाई चाहिँ झन्डा ओढाइदिनु है झन्डा किलो इफ मरिहाल्यो भने चाहिँ झन्डा चाहिँ ओढाइदिनु के पड्यो अब गोली लाग्दैन धेरै गल्यो हामी कहीँ एकछिन शीतलमा फगाइ मारौँ है अनि मात्रै हिँड्नु कस्तो लागिरहेछ त आज हामीले के अरे केपी ओलीलाई हटाइदियो होइन त सत्ताबाट